हेलो गाइस, हामी चाहिँ यहाँ मेला घुम्न जाँदैछौँ होइन। एगन सर हामी कहाँ जाँदैछौँ रे भन्नु न के हो सब? तपाईँले बाइक चाहिँ यहाँ किन राख्नुहुन्छ? खासमा बाइक यहाँ किन राख्नुहुन्छ? स्माइल दिनु न। हामी चाहिँ अब लाग्यो घुम्न यस्तो टाउन यस्तो मेला घुम्न। हेर्नु अब हामी कहाँ जाने अरे भन्नु त, भन्दै बोल्दै जानु। मेला देखे जाते खो हामी हस्पिटलको गेटबाट बाहिरियौँ। मान्छे गेट से बाहर निकल गए, जाते मेला देखे हमारा खूब घूमल जाए, मजा करल जाए, समझे के करे आवाज घूम के के गर्ने अब घुम्नै पर्यो होइन। हामी नगएपछि हुन्न हो कि सर? हामी नजाँदासम्म त्यहाँ उद्घाटन पनि भएको छैन अहिलेसम्म गाइज होइन। ल गाइज हामी चाहिँ यहाँ बस पार पुगिसकेको अवस्था छ। अब हामी चाहिँ केही छिनमा हामी पुलचोक पुग्छौँ। त्यसपछि हामी मेला घुमेर आज अब के सपिङ गर्ने त्यो चाहिँ हाम्रो त्यहीँ गएपछि डिसाइड हुन्छ। पहिला हाम्रो प्लान हुन्न एगन सर आजभोलि होइन। अब हाम्रो त्यहीँ गएपछि जे मनपर्छ झ्याप उठाउने हो क्या। जुन त्यही भएर हामीले चाहिँ अहिले बोरासोरा केही ल्याएको छैनौँ होइन गाइज। अब त्यहीँ गएर हामी बोरा किन्छौँ, त्यसपछि हामीले बोरामा झाकेर हालेर ल्याएर आउँछौँ। गाइज अब हामी चाहिँ यस्तो लाग्यो होइन। हेर्नुहोस् बाइक चाहिँ एगन सरले राइड गरिराख्नु भएको छ होइन। म चाहिँ पछाडि बसिरहेको छु किनकि मैले भिडियो बनाउनु पर्छ, त्यही भएर चाहिँ म चाहिँ पछाडि बसेको छु। हामीले चाहिँ त्यहाँ पुलिस सरले रोक्न खोजिराख्नु भएको थियो, हामीले चाहिँ यहीँसम्म भनेर अगाडि बढ्यौँ। टाढासम्म जानु छ भने केही बनाउनु पर्छ कि पर्दैन, यो लमैसम्मको लागि चाहिँ अहिले टाइम कार्ड भइरहेको छ, त्यही भएर चाहिँ उहाँले रोक्न खोज्नु भएको हो हामीलाई चाहिँ। हामी चाहिँ यहीँ लालमटियासम्म मात्र जाने हो किनकि हामी मेला जाँदै हो, त्यही भएर चाहिँ हामीलाई चाहिँ रोक्नु भएन। हेर्नुहोस् गाइज हामी चाहिँ आरामसँग जाने हो होइन, हामीलाई धेरै टाढा जानु छैन, त्यही भएर चाहिँ हामी चाहिँ एकदमै कतिको स्पिडमा छौँ। हेर्नुहोस् गाइज हामी चाहिँ लालमटियाको उसमा पुग्यौँ होइन। अब चाहिँ हामी गेटभित्र छिरिरहेछौँ, गेटभित्र हामी छिरिसक्यौँ। हेर्नुहोस् भिडहरू थुप्रै मान्छेहरू हुनुहुन्छ, मान्छेको आवाजात चाहिँ भइरहेको छ। हेर्नुहोस् तपाईँ पनि घुम्ने भए आउनुहोस्, हामी तपाईँलाई घुमाइदिन्छौँ होइन एगन सर? के छ विचार भन्नुहोस्? घुमाइदिनुहुन्छ नि कोही बाहिरबाट मान्छे आयो भने? घुमाउनुहुन्न? घरमा बुढी छ मार्छ हो क्या? हजुर नै त्यो तरिकाले घुमाउने भन्न खोजेको होइन गाइज। मैले चाहिँ यहाँ अब नचिनेको मान्छेलाई हामीले चाहिँ हेर्नुहोस् गाइज हामी चाहिँ अब मेलाको नजिक आइसकेका छौँ। यो मान्छेले चाहिँ यो पुरै मोबाइल खस्न सक्छ गाइज। हिँड्नु न उता छ क्या गाइज। हेर्नुहोस् हामी चाहिँ पुगिसक्यौँ। हामीले चाहिँ यहाँ बाइक पनि पार्किङ गरिसक्यौँ गाइज। हामी चाहिँ भित्र जान थालिसकेको। जानु न, फोटो खिचिदिन्छु नि, मैले खिचिदिन्छु नि। हेर्नुहोस् गाइस एगन सरले चाहिँ जानमा फोटो खिचिरहेको छु के। ल पोज दिनुहोस् न, मैले चाहिँ हेर्नुहोस् गाइस यहाँ खिचेका तस्बिरहरू छन्। मान्छेको भिडहरू यस्तो छ। हाम्रो पुलिस सरहरू त्यहाँ हुनुहुन्छ होइन। हेर्नुहोस्
हेर्नुहोस् यस्तो गाइज हेर्नुहोस् सस्तो सामान त्यहाँ छ अरे जाने भए जानुहोस् तातो तातो जेरी खाने भए भन्नुहोस् गाइजहरू ल हेर्नुहोस् गाइज आज चाहिँ यो खाली छ किन चाहिँ आज चाहिँ ओपनिङ हो त्यही भएर चाहिँ यो खाली खाली छ सबै अब भोलि भरिने होला यो आज चाहिँ कुनै कुनै इन्स्टलहरू प्याक भएको छ भने कुनै चाहिँ खाली छ तपाईँ पनि आउन सक्नुहुन्छ गाइज हामी चाहिँ भित्र सबै इन्स्टलहरू चाहिँ पार गरेर चाहिँ हामी चाहिँ मेलाभित्र आइसकेका छौँ ल तपाईँलाई चाहिँ देखाउनको लागि हेर्नुहोस् आज चाहिँ यो के खेल्ने कुराहरू छ आज त्यति साह्रो त भिड त छैन यो भोलि चाहिँ अत्याधिक भिड बढ्छ ल गाइज यो चाहिँ बच्चा बच्ची खेल्ने झुला हो यसो हेर्नुहोस् ल म भन्छु त्यसलाई के भन्छ एक सर भन्नु त गोल्का झलुवा हो गोल्का झलुवा ए अनि उ त्यसलाई पानी जहाज हो कस्तो हुन्छ त्यसमा चाहिँ खेल्न मजा आउँछ गाइस यसको इन्जन चाहिँ त्यहाँ छ त्यसरी घुमाइन्छ यो चाहिँ मजा आउँछ खेल्न चाहिँ हेर्नुहोस् गाइस त्यहाँ चाहिँ बच्चाहरू खेलिरहेका छन् हेर्नुहोस् गाइस त्यो चाहिँ मङ्की बार हो होइन मङ्की बार बच्चा बच्चीहरूको यसमा ठुलो पनि खेल्न मिल्छ एगन सरले खेल्ने पानी जहाज हो गाइस त्यसै गरी हामी बाहिर अब कहाँ जाँदैछौँ बाहिर जाँदैछौँ जिलेबी खाना तातो तातो ए खाइदिउँ लाग्नु जिलेबी गरम भयो गरम भयो गाइस हो न खाने भयो आम यहाँ मिठो मिठो छ यो चाहिँ चिनी पानी के भन्छ यसलाई चास्नी यो चाहिँ पकेको सामान दिनु रस रस कहाँ खस्छ हामी यसै गरी यस्तो बाहिर आइसकेका छौँ गाइज होइन ट्र्याक्टरलाई अहिले हामीलाई चाहिएको छैन होइन हेलो अनि हस् धन्यवाद गाइज हामी चाहिँ बाहिरिसकेको अवस्था छ गाइज हामी चाहिँ अब मेला घुमेर फर्किसकेको अवस्था छ है अब हामी चाहिँ रुमतिर लागियो अब हेर्नुहोस् अब अर्को दिन आउने हामी फेरि मेला घुम्नलाई एन्सर के छ भन्नुहोस् ठिक छ घुमेर आउनु भयो नि कस्तो लाग्यो तपाईँलाई दामी लाग्यो अनि तपाईँले त टोपी पनि किन्नु भयो नि त हो मंकी कैप किनली जिलेबी खाइले खमन के खूब गरम गरम जिलेबी रहे मजा आ गई पूरा मजा आयो अब अर्को दिन आउने कि नआउने त आउने रोज आवाज ल ठिक छ ल गाइज अब हामी चाहिँ लागियो हेर्नुहोस् तपाईँ पनि आउनुहोस् हेर्नुहोस् घुम्नुहोस् गाइस हामी चाहिँ अब रुम पुग्न थालिसकेको अवस्था छ हामी अब केही छिनमा हामी अगाडि चोकमा पुग्छौँ सुरक्षा जाँच हामीले चाहिँ गराउनु पर्दैन गाइस किनकि हामी बाइकमा छौँ त्यहाँ हेर्नु आर्मी ब्यारेक यो हेर्नु गाइस हाम्रो भालुबाङ बजारको बजार हाम्रो भालुबाङमा रहेको हाम्रो बजार हेर्नुहोस् हामी चाहिँ चोकमा पुगिसकेको अवस्था छ सिधै अगाडि बुटोल जान्छ भने यताबाट चाहिँ हामी प्युठान जाने बाटोमा हो हामी बस्ने चाहिँ प्युठान जाने बाटोतिर हो यता यो साइडमा चाहिँ भैरवा बुटोलतिर जान्छ भने हामी चाहिँ जाने यो साइडमा हो हेर्नुहोस् गाइस हामी चाहिँ अब बस पार्कमा पुगिसकेका छौँ तर बस पार्कमा बस भने चाहिँ एउटा पनि छैन सबै आज बस ठाउँ ठाउँमा गएको अवस्था छ गाइस अब हामी चाहिँ यताबाट नगएर हामी चाहिँ यो बाटोबाट जान्छौँ किनभने हामी एमएसयू के मासु लिन गइरहेछौँ गाइस एमएसयू मासु
खाइदिने भन्ने अब आजको प्लान भयो गाइज आउँदा आउँदै बाटोमा। यो चाहिँ हाम्रो यहीँ रहेको मन्दिर, यो चाहिँ हाम्रो राप्ती खोला। गाइज हामी चाहिँ 3 बजे निस्किएको हो, आउँदा आउँदा चाहिँ 6-7 बज्न थालिसक्यो, अँध्यारो पनि भइसक्यो गाइज। गाइज हामी चाहिँ अब मासु लिने ठाउँमा चाहिँ पुगिसकेको अवस्था छ। हेर्नुहोस् गाइज, जाडोले गर्दा चाहिँ एक अनुसार आगो तापिराख्नु भएको छ, हेलमेट पनि खोल्नु भएको छैन, आगो चाहिँ मजाको छ। हेर्नुहोस् मासु। गाइज हामी चाहिँ मासु लिएर फर्किसकेको अवस्था छ, अँध्यारो बहुत भइसकेको अवस्था छ। हेर्नुहोस् गाइज अब हामी चाहिँ भालुमाङ हस्पिटलभित्र प्रवेश गरिसकेको अवस्था छ। भालुमाङ हस्पिटल दाङदेवपुरी। हेर्नु गाइज एकजना सरले बाइक चाहिँ जहाँ पनि चलाइदिने के, हेर्नु त। हेर्नुहोस् गाइज चलाएरै हाल्ने हो फेरि बाइक पनि भित्र। ल गाइज